सेन्डा कति 17 गते लुगा 17 गते इछु तै नल गाउँ ठाउँ वहाँ बरमती मैं साइलो लरी आलागो मदनकरी बाजू भी लेते हैं मैं तो गिरजा परे की भीम अर्को परे बेट हुँदा बिर्सिन्छ त याद इल्मे भिडियो त गाउँछु र गिउनी कस्तो आछ भनेर के भन्ने कस्तो खले आखै तो गो न्यु गाउँछु र के खले आखै मै राम के आरा गु राम सरन मलाई पछिने परे ज्यालाले कान्छामे त गल्दै भाइ हो त सो हाई एभ्रीवन वेलकम ब्याक टु माय युट्युब च्यानल फेरि पनि स्वागत छ तपाईहरुलाई छुम्पी ब्लगमा अब छुम्पी ब्लगले गाउँ आइदेखि अलिकति तात्नेको छ है साथीले तात्नेको छ कहिले चाहिँ सेयर आउँछ कहिले तात्नेको छ त्यो त भइ नै राख्छ घामले पनि तातिरहेको छुम्पी तात्छ साथीहरु किन मैले भिडियो गराउँछु भन्दा एकदम बिजी हुन्छ के साथीहरु यो मोबाइल समात्दा पनि टाइमै छैन अब बसिराख्दाखेरि बल्ल मोबाइल समात्न पाएँ सो त्यसैले म भिडियो स्टार्ट गरिहालेँ चाहिँ होइन अनि हामी चाहिँ अहिले साथीहरु भन्नुपर्दाखेरि अब हामी आफ्नो गन्तव्य आफ्नो कामतिर जाँदैछौँ सबैजना कर्मतिर कसरी 2 दिनको लागि बिदा मागेर आएको थिएँ जन्म घर छोडेर कर्म घर 2 दिनको लागि जाँदैछौँ हामी अलिकति बिचमा ग्याप थियो सो म गाउँमा आएको थिएँ अब फेरि फर्किँदैछु साथीहरू काम गर्नुको लागि के काम छ सुम्पीले के काम गर्छ होला जस्तो लागेको होला हजुरहरूलाई सुम्पीको अलिकति काम हुन्छ साथीहरू म देखाउने नै छु हाम्रो मकै खाने बाँदरलाई नि देखा त देखिरहेको छ देख्न त मकै खाने बाँदर त्यही हो त ऊ ड्राइभरै हो आइडी त्यही हो त नि ए मकै खाने बाँदर हो आइडी कार्ड अनि देखि नै हाल्नु भयो होला यो भिडियोमा अघि नै मैले भिडियो गर्दाखेरि तर पनि रोनिका दिदीलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा धन्यवाद मेरो बहिनीले मलाई बिहान आफ्नो च्यानलमा स्वागत गरेकोमा म एकदम धेरै खुसी छु नाक चाहिँ जहिले पनि ठुलो हो तपाईँहरूलाई स्वागत छ हाम्रो बहिनीको न्यू भ्लगमा गाउँबाट चाहिँ हामी फेरि के हो Mistake. तर्सिनु भयो पिचिले छ नि सामान उठाउँदै हामी सबैजना मकै साथीहरू यहाँनिर हेर्नु न के हो स्माइल छ पुरा जिस्काइरहेको छु पिराहरू इमोजी हो कि होइन चस्मा लाउने रहेछ यो गर्ने यो आँखा झिम्काउनेवाला केटी जिस्काउनेवाला यो चाहिँ के हो खै यो त आमामा डेन्जर रहेछ नि त यो पानको पात त्यो थाहा भएन यो हाँस्नेवाला यहाँनिर स्याड छ बिचरा स्याड छ ऊ चाहिँ म जस्तै स्याड रहेछ है यो चाहिँ स्याड एन्ड दिस इज नट स्याड के हो त सुटिङ भए पनि यो स्याड नै भएको हो नि स्याड छैन यसमा हामी जाने बाटो चाहिँ एकदमै खत्तम छ साथीहरू त्यही भएर एकदम हल्लेको छ क्या हल्लेको अनि मेरो अवस्था चाहिँ यस्तो छ सागहरू हाई गरिदेऊ हाई सबैजनालाई जयमसी पनि गरिदेऊ सबैजनालाई जयमसी गर्दै जाने भयो छिटो हाई तिम्रो नाम के हो त्यसै हिङ हाले गुड गाई बाई गर्दैन छिटो बाई फ्राङ्किस खोइ यो चाहिँ हो हाम्रो गाउँको स्कुल पुरानो र नयाँ पुरै मिक्स छ हामी पढ्दाको चाहिँ त्यो मात्रै दुईटा छ हामी 3टा रहेछ एउटा मात्रै बादल
अनि अरू सबै नयाँ नयाँ तर पुरानो भइसक्यो ला कसरी झर्यो यो कसरी निस्केको के यो उसको ए खाए ल अन्डा पुरानो यो पुरानो अनि यो असलको बुट्टामा कलर चाहिँ नयाँ गरेर लगाएको रहेछ अहिले चाहिँ यस्तो सुन्दर स्वच्छ वातावरण पुरा के भन्ने त्यसलाई स्वच्छ वातावरण यो पनि व्यवस्थापन गरेर टक्कलारी यो ढुङ्गा हालेर यो घेरा बनाएको नि त यो साइडमा फुल रोप्न हुन्छ भनेर अहिले अनि यसले के भन्छ यसले पनि घेरा रहेछ हो 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 राम्रो हो 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 असलको अब त्यतातिर चाहिँ किन नगरेको भन्नु होला होइन त्यतातिर चाहिँ चैत दसैँ बजारमा बस्दा सबै लिमिट पाएको चैत दसैँ बजारमा त्यहाँनिर चाहिँ एउटा सल्लाहको बोर्ड छ यही हो हाम्रो स्कुल हामी सानो 8 क्लाससम्म पढ्ने स्कुल त्यसपछि आफ्नो आफ्नो गन्तव्यतिर त्यसपछि कतातिर हुन्छ चाहिँ यहाँ पढ्यौँ हामी सबैजनाले दिदीले पनि जतिजनाले यहाँ पढ्नुभयो 8 क्लाससम्मै पढ्नुभयो अनि त्यसपछि 9 क्लास 9, 10 चाहिँ हामी तल गएर पढ्नुपर्छ खानु के खानु म त भातै खाएर आयो कि तैँले खाएको छैन अलिक धेरै अनि त्यसपछि यो स्कुलमा चाहिँ हाम्रो धेरै मेमोरी छ किन भन्दाखेरि हामी सानो बच्चादेखि यहाँनिर पढेको कतिवटा कलम हरायो होला कति धेरै त मैले कपी हराएँ क्या सबभन्दा किन पहिल्यैदेखि सामान हराउने बानी त्यही भएर मान्छे पनि हराउँछ कि ठुलो भएपछि पनि मैले कति सामान हराएँ मोबाइल हराएँ यो कपडाहरू लिएर हिँड्दाखेरि त्यहीँ छोड्ने त्यस्तो यति बिर्सिने दिमागले कामै नगर्ने क्या छुम्पीको अनि अहिले चाहिँ अलिकति ठिक भएको छ भनौँ कि के भनौँ यो चाहिँ हो हाम्रो गाडी बस भने पनि हेलिकप्टर भने पनि बाइक भने पनि सबै यही हो त्यहाँ छ एउटा अझै आउनै बाँकी छ कति अनि साथीहरू के देखाम साथीहरू हामी चाहिँ अहिले यहाँनिर 1 घन्टा जति बस्छौँ कमलरी त बाजे है किरोमा कमलरी अनि युट्युब पर पोस्ट लमिन त किला छोरालाई ङेउ दियो न पैसे इचे भिडियो तो खाचे न पछि हो कान छ जेठ ओ चाउरिया 16 ङेउलो गिर्चा ङेउलो पछि म किन्बे बाबु पछि ए खाना म इन्डिया लाउरे म ङेउलै इन्डिया हो अनि कि ङेउ न कि किन्बे मोबाइल म के अरे क्या तो अरे तो न म अरे को भिडियो टिकटक आयो कि मैं टिकटक है न्योरी है मैं मोबाइल तो मो अरे मोबाइल अरे चुनी छुटू चुनी आखा हो उजरा आखा तली अरे माई मरे सर छुगु जुरे पैसा डीजल ए दान ट्रैक्टर ला ए मला रिउरीलाई डापा निकालेर मलाई डापा निकालेर मलाई ल्याएर ल्याए डापा निकालेर मलाई रिउरी डापा लिकुल्योरी चालिकुल्योरी ध्यान नगाइ जान चिकिरी अरे अनि बिउ सेन्दा दे चाहिँ हिँडेको त गाजे बिउ आसेको धानको बिउ सेन्डा बिउ कितले तै कते 17 गते लुआ 17 गते इछु तै कति गते टाइम छुप रोप्नलाई 17 18 गते असार ला टेन्सन अरे सबै गहिरोको पानीले गर्दा ठीक साथीहरू तपाईहरुले के गुरुङ भाषा बुझ्नुहुन्छ गुरुङ भाषा बुझ्नुहुन्छ भने
कमेन्ट गर्नु कमेन्ट गर्नु यसरी नै बोल्ने हामी हो कि होइन बाजे बाजेलाई केही भन्दिनँ भिडियोमा तो वीर रामरा सन्चै भयो बाजे के इचु बिन्ना नमस्ते गाला नाम इचु हो गाला तिर इचु हो बिन्ना भाषालाई के भन्दा बिर्ता हुन्छु र ए नल गाउँ ठाउँ वहाँ बरमती बलमथी आई नल छेदबेद नलबे गाउँ घर सैनी नाम सैनी नल कोटबहादुर बहादुर आँगा छिमेकी परेर घर वरिपरि सेर फेरेर लाइनहरू स्वास्थ्य र केलाउँदै नि अनि त्यसपछि फाटोलाई नि मलाई तो भिरा पोम्की नाति नातिनी नातिनी चमे चमे समय भियो तू हो र पछि पसे भनेको त साथै नभन्न तैँले बाइङलाई दाजे पऱ्यो नि त ठीक मैं साइलो लरी अलग हो मदन करी बाजू भी देते मैं तो गिर्जा परे की भीम अर्को परे बेट हुँदा बिर्सिन्छ मिलिए दिमागै हारेछ दिमाग हार्यो हामी नि सम मिलेर यो दिमाग खलबलतम त या त हो बाजे त या त किनभने भिडियो त गाउँछु र गिउरी कस्तो आछ भनेर के भन्ने कस्तो खले आखै खले आखै तो हो न्यु गाउँछु र किनभने खले आखै खले खम न खले आखम न खले आखम खले खम खले आखम नै राम के आरा गुरु राम सरङ मलाई पछिने परे ब्यालले नै ब्यालम है कान्छो नै ब्यालम है किलबे पछिले ब्यालम कान्छा में तो घर में भाई हो तो त्यो भाइ ने त नि आओ आमिली ए ज्याबै छिने पाछाङ गेले छ न साथै जाने नि कोही कोही भिडियो जानु हाम्रो इन्टरभ्यु पोडकास्ट साथीहरू हामीलाई अलिकति गाडीले ढोका दिए जस्तो लागिरहेको है त गाडीको पाठ पूर्जा देख्नुहुन्छ आन्द्रा भणी यो सानो आन्द्रा यिनीहरू चाहिँ ठुल्ठुलो आन्द्रा हो कि यसको कपाल देखाउँछ है म तपाईँहरूलाई हाम्रो गाडीले चाहिँ हामीलाई धोका दिए जस्तो लाग्यो कि अलिअलि पाठ पूर्जा हेर्नु आन्द्रा भणी यो सानो आन्द्रा उता ठुलो आन्द्रा लारा एउटा गाडी गइसक्यो एउटा गाडी छ एउटा गाडी यता बन्दै छ हाम्रो गाडी चाहिँ बिग्रेको अवस्था धोका दियो सबैजनाले मलाई धोका दिने केटाले पनि धोका दिने गाडीले पनि धोका दिने यस्तो छ लाइफ ड्यामेज रेनिका दिदी बाई बाई अलि मजाले बाई बाई गर्नु न घाम उत्पात छ घाम आइसकेँ म भाइज्यूकोमा साथीहरू अब चाहिँ घाम एकदमै चर्केको छ नि त्यही भएर भिडियोलाई यति नै गर्नुपर्छ साथी